पनि स्वागत छ ट्रेन्डिङ टपिक युट्युब च्यानलमा। आज हामी सिक्नेछौँ टोकन पकेटमा आएको डलरलाई नेपालीमा कन्भर्ट गर्ने तरिका। हर कसैको मोबाइलमा प्ले स्टोर हुन्छ नै, अनि बाइनेन्स नेम सर्च गर्नुहोस्, इन्स्टल गर्नुहोस् यानि डाउनलोड गर्नुहोस्। मेरो पहिलेदेखि नै डाउनलोड भएको हुँदा म ढिला नगरी बाइनेन्समा प्रवेश गर्छु है त। देख्न सक्नुहुन्छ अहिले बिल्कुलै 0 रुपियाँ रहेको छ। अब बाइनेन्समा मेटावेल बाद कमाएको पैसा ल्याउनु पर्ने हुन्छ। अब सरल भाषामा बुझ्नुस् है त। दायाँ पहिलो स्टेप दायाँतिर हेर्नु होला, एसेट्स भनेको हुन्छ, अनि त्यसमा एक पटक दबाउने र त्यसपछि माथि क्वेसनरमा स्पट आउँछ त्यसैमा दबाउने र त्यसपछि एड फन्ड्समा दबाउने अनि अन चेन डिपोजिटमा दबाउने अनि माथि खाली ठाउँमा डाई लेखेर सर्च गर्ने र डाईमा दबाउने अनि म्याटिकमा दबाउने। ब्याङ्कको मोबाइल ब्याङ्किङको जस्तै क्युआर पनि हुन्छ, त्यसबाद पनि डलर निकाल्न सक्नुहुन्छ। पहिले सिम्पल प्रोसेस बताउँछु है त। ल नि र इङ्ग्लिसमा लेखिएको अक्षर हुने गर्छ, त्यसको दायाँतिर कोर्नरमा कपीमा दबाउने अनि त्यो एड्रेस कपी हुन्छ, अनि त्यसपछि टोकन पकेटमा जाने र दाइमा दबाउने र ट्रान्सफरमा दबाउने। अघिन कपी गरेको एड्रेसलाई माथि खाली ठाउँमा पास्ट गर्ने 2 सेकेन्ड दबाइरहनु होला। पास्ट लेखेको आउँछ, त्यसमा ओके गरेपछि आफै एड्रेस एन्टर हुन्छ र तल नि र अर्को कोठामा तपाईसँग भएको पैसा सबै पठाउने हो भने अलमा दबाउने, अथवा तपाईलाई जति निकाल्न मन छ उति एन्टर गर्ने र कन्फर्म बटनमा दबाउने र पासवर्ड एन्टर गर्ने। मैले फिङ्गर लगाएको छु, तपाईले जे लगाउनु भएको छ त्यही राखेर फेरि कन्फर्म गरिदिने, अनि डलर बाइनेन्समा 2 सेकेन्डमा जान्छ। अनि फेरि तपाईँ बाइनेन्समा प्रवेश गर्ने, 1-2 पल्ट ब्याक गर्ने अनि देब्रेतिर होम लेखेकोमा दबाउने र दायाँनी र मोरमा दबाउने र P2Pमा दबाउने अनि सेलमा दबाउने अनि सेलमा दबाउने। दायाँतिर निलो कलरमा सेल लेखेको हुन्छ, त्यसको आसपास यानि माथि एसेवा ब्याङ्क ट्रान्सफर खल्ती IME पे लेखेको हुन्छ। तपाईँले पैसा कुनमा लिने हो त त्यो सेलेक्ट गर्ने। दायाँतिर निलोमा सेल लेखिएको, तल माथि सार्दा धेरै देखिन्छन् सेल लेखेको माथि कुन कुन ब्याङ्कबाट निकाल्न मिल्छ त्यो सब हेर्नु होला। यो नहोस् कि सेल माथि खल्ती लेखेको होस् अनि त्यसमा दबाउने अनि ए सेवा किन देखाएन भनेर गुनासो नगर्नु नि है। धैर्यका साथ हेर्ने कुनमा कुन कुन ब्याङ्कको सुविधा छ त्यसमा मात्र दबाउने र तपाईँ पहिलो प्रयोगकर्ता हुनुहुन्छ भने खाता कसरी लगाउने त आउनुहोस् बुझाउँछु, राम्रोसँग हेर्नुहोस्। अनि तेस्रो नम्बरको सेलमा दबाउँछु म, किनकि त्यसमा ब्याङ्क ट्रान्सफर ए सेवा दुवै छ। अनि तल कोठामा हेर्नुहोस् सेलेक्ट ए पेमेन्ट मेथड भनेको छ, त्यसमा दबाउने अनि 2 अप्सन आउँछ। ई सेवा ब्याङ्क एड गर्ने हो, त्यसको दायाँतिर प्लसमा थिच्ने। म पहिलो ब्याङ्कको खाता राख्छु, पहिलो कोठामा खाता नम्बर राख्ने अनि कुन ब्याङ्क हो त्यसको नाम राख्ने। फेरि तल कहाँ बात खोल्नु भएको त्यो ठाउँको नाम राख्ने, जस्तै ब्रान्च, अनि तल मोबाइल ब्याङ्किङको क्युआर राख्ने र कन्फर्म गर्ने र तपाईँको ओटिपी माग्छ नम्बरमा अथवा जिमेलमा जुन माग्छ त्यही राख्ने र कन्फर्म गर्ने। अनि ई सेवाको राख्नलाई प्लस चिन्हमा दबाउने, तपाईँको जिमेल आइडी राख्ने, एसेवा नम्बर राख्ने, फेरि पनि ओटिपी राख्ने र कन्फर्म गर्ने। ब्याक आउने र बाइनेन्सको होममा दबाउने र ट्रेडमा दबाउने अनि डाई माथि देखिन्छ तल काइटो देखिएको छ, त्यसको ठाउँमा अरू पनि आउन सक्छु, जुन आए पनि त्यसमा दबाउने अनि USDT सर्च गर्ने र तल लामो पहिलो कोठामा दबाउने। त्यसपछि 3 सेकेन्डमै फेरि पहिलो कोठामै दबाउने र 1-2 पटक ब्याक हुने र माथि स्पटमा दबाउने अनि ट्रान्सफरमा दबाउने र स्पट माथि नै हुन्छ, फन्डिङ तल हुन्छ। यदि नभए दायाँतिर 2 क्वेसना दबाएर तल माथि गराउन सकिन्छ है। अनि बिचमा USDT आएन भने बिचमै दबाएर USDT सर्च गरेर राख्ने। यति गरेर दायाँतिर म्याक्समा दबाउने अनि तल कन्फर्म गर्ने र 2-3 पटक ब्याक हुने जबसम्म बाइनेन्सको देब्रेतिर होम देखिँदैन अनि होममै दबाउने र मोरमा दबाउने अनि फेरि P2Pमा जाने र सेलमा दबाउने अनि फेरि दायाँतिर लाइट जस्तोमा दबाउने। तपाईसँग जति डलर छ त्यही हिसाबले पेश गर्ने, जस्तै मसित $2 छ जसको नेपाली मूल्य 3,400 हुन्छ। म अहिले 300 पेश गर्छु अनि 1 पटक ब्याक हुने र तल कन्फर्ममा दबाउने। ध्यान रहोस् यहाँ नि डलर लिने मान्छे लाखौँमा हुन्छन्, तपाईँले कस्तोलाई बेच्ने भन्ने थाहा नहोला। तपाईँले चेक गर्नुपर्ने भनेको 2 चिज हो, पहिलो कति समयदेखि कारोबार गर्दै छ, दोस्रो कति पल्ट गरिसको, कमसे कम पनि 1-2 वर्ष पुरानोलाई हेर्नु होला र
500,000 चोटि कारोबार गरेको हेर्नुहोला। त्यो हेर्ने तरिका भनेकै एसेवा ब्याङ्क ट्रान्सफर भएको सेलमा दबाएर हो, सेलमा दबाउने, अनि तल अनलाइन लेखेको हुन्छ त्यसमा दबाउने र कहिलेदेखि कारोबार गरेको छ भनेर पढ्न सक्नुहुन्छ। अब म डलर बेचेर देखाउँछु है त। सेलमा दबाउने अनि एसेवा कनेक्ट भएकै छ नभए फेरि गर्ने र माथि बाई USDT मा दबाउने अनि दायाँतिर अलमा दबाउने। तल निलो कोठामाथि दिने पहिलो चिन्ह च्याट मा दबाएर कुरा गर्ने जस्तै अनलाइन हुनुहुन्छ कि नाइ भनेर सोध्ने अनि दाहिनेतिरमा दबाएपछि SMS जान्छ र बायाँतिर प्लस चिन्हमा दबाउँदा QR राख्न मिल्छ। त्यसमा दबाएपछि एल्बममा दबाउने र QR मा थिच्ने, दुईपल्ट राइट चिन्हमा दबाउँदै कन्फर्म गर्ने र QR जान्छ अनि पैसा आउँछ। म तपाईलाई लाइभ देखाइरहेको छु। मेरो ई सेवामा पैसा निकै कम छ आएसी देखाउँछु, देख्न सक्नुहुन्छ आइसको पैसा आइसी। यो नसोच्नु डलर दिन्न भनेर बाइनेन्सले आफै काटिदिन्छ अनि जीवनभर कारोबार गर्न पाउनुहुन्न। फेरि पैसा आएसी माथि दायाँतिर पहिलोमा दबाउने अनि फेरि तलको पहिलो चिन्हमा दबाउने। पैसा आए नयाँको सोधेको हुन्छ जुन 2 अक्षर देख्न सक्नु हुन्छ। तपाईले तल्लो अक्षरमा दबाउने, फेरि पनि पहिलो चिन्हमा दबाउने र आफ्नो OTP राख्ने र डलर तुरुन्तै सेल हुन्छ। तपाईँ र ब्याक भएर हेर्नु होला, गए नगएको थाहा भइहाल्छ। देख्न सक्नुहुन्छ पुरै 0 छ। महत्त्वपूर्ण जानकारी, बाइनेन्स भनेकै डलरलाई नेपाली बनाउने काम हो र यो एप दुनियाँभर नै चल्छ र तपाईँ जुन देश हुनुहुन्छ त्यही देशकै पैसा बनाएर निकाल्न सक्नुहुन्छ, त्यो पनि 24 घण्टा। अर्को भिडियोमा बाइनेन्समा ID बनाउने प्रक्रिया के हो, कसरी बनाउन सकिन्छ, A to Z जानकारी लिएर आउनेछु। यदि यो भिडियो जानकारीमूलक लाग्यो भने कृपया लाइक अनि सब्स्क्राइब गरेर साइडमा रहेको बेल आइकनमा थिचेर अलमा दबाउनु होला ताकि कुनै पनि जानकारी तपाईको मोबाइलमा पुग्न बात मिस नहोस्। धन्यवाद।